यार डेन्जर जानु पर्यो त यार बसाउँछु जस्तो लाग्यो मलाई यस्तो त छ हालत हेलो गाइज वेलकम ब्याक टु माई च्यानल होप तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला म पनि एकदम आराम कुशल मङ्गलै छु अनि आज चाहिँ हामी टक्क रुममा बस्न झ्याउ लागेर टक्क यति बेला कति 6 बजेतिर है हामी त टक्क उता स्वयम्भू जाने भनेर निस्केको हामी टक्क स्वयम्भू जान लाग्यो हो म छ मेरो साथमा एकजना यता भाइरल कोही यता हेर्दै त एकदम भाइरल है उसको टिकटकको आइडी भन्दै त के हो अरे सुरेश बाबुमा गएर लाइक गरिदिनु होला टक्क कमेन्ट गरिदिनु होला मिठो मिठो होइन टक्क हामी चाहिँ त अहिले सामाखुसी आइसकेका छौँ चोकमा सामाखुसी चोकमा आइसकेका छौँ अब उता पुग्न चाहिँ हामीलाई एउटा गाडी चढ्नुपर्छ होइन अब हामी चाहिँ उता गाडी चढेर गाडी अब पठाउनु गऱ्यो भने त महँगो लिन्छ नि त त्यही भएर यसो टक्क गाडीमा अलिक सक्दो हेरेर जाऊँ भने हो टक्क अहिलेसम्म गएको पनि छैन क्या त्यही भएर आज चाहिँ गइदिउँ भनेर निस्किएको ताते हो होइन यति बेला भइसक्यो अब फर्केर फेरि राति पनि हुन्छ होला है राति नै हुन्छ होला हामी चढिसकेका छौँ गाडी अहिले चाहिँ टक्क लाएर दुईजना होइन अब हामी चाहिँ टक्क गइन्छ पनि यतातिर हिँडी कहिले हो कहिले अलिक ढिलो हुन्छ कि अब फर्केर चाहिँ अलिक ढिलो हुन्छ भन्नु त हामीलाई टक्क के भन्छ धेरै पछि चाहिँ दाम खुलेको छ होइन हाम्रो सुरु भइसक्यो अब फेरि उस्तै चाहिँ नहोला भन्ने कुरा हो त्यस्तै चाहिँ हुँदैन होला है ल गयो अब चाहिँ आनन्द होला यतिको खाली चाहिँ हुनपर्छ क्या यार यताउति त्यस्तो जाममा त यहाँ पनि थोरै हो के हो फेरि यहीँबाट सुरु हुन लागिसक्यो जाम काठमाडौँको जाम यस्तो अब कहिले पुग्ने हामी त्यहाँ हामी खाइसकेका छौँ अहिले सिंहदरबार त्यो दामी बवाल ठाउँमा हामी दुईजना कस्तो फिल हुँदैछ मनमा यति आनन्द छायो कि मनमा यति आनन्द छायो कि घर बजाउँ जस्तो लाग्यो मलाई एकदम दामी लाग्यो म फर्स्ट टाइम हो तर यतातिर फर्स्ट टाइम हो सो गाइज अब हामी यहाँबाट फर्किनेवालामा छौँ अब होइन टक्क अब चाहिँ धेरै रात पनि परिसक्यो अब हामी फर्किने भन्ने सुरसार गरे हो
फर्किन मनै लागेन क्या यहाँ आएपछि त के हो रुम जानै मन नलाग्ने यसो घुमिरहन मात्रै मन लाग्ने होइन त्यस्तो दामी ठाउँ रहेछ क्या फर्स्ट टाइम आएको होइन झन् म त त्यहीमाथि होइन पुरै यता चारैतिर झिलिमिली देख्न सक्नुहुन्छ है त्यो दामी ठाउँमा आएपछि अनि उसलाई चाहिँ रुम जान मन लाग्छ होइन लाग्दैन नि त पक्कै पनि लाग्दैन अब त्यो जे हो भने जानै मन नलाइ भए पनि अब रुमतिर जानै पर्ने हुन्छ होइन उता दाइहरूले पनि कल गरिराख्नु भएको छ अब चाहिँ हामी यहाँबाट हिँड्छौँ होइन जाने न अब जाने हो नि मनै अब लागेन टक्क मन त कहाँ लाग्छ होइन यस्तो कस्तो फिल भयो अब यो यता जाउँदा आज म यति खुसी भएँ यो ठाउँमा आएर यति आनन्द लाग्यो मलाई वाह वाह लाग्यो यहीँ दुनियाँ बसाउँछु जस्तो लाग्यो मलाई वाह वाह अब थाहा छैन यस्तो रमाइलो भइरहेन म एउटा जानु मन चाहिँ लागेको छैन टक्क यस्तो मिठो सायरी आउने लागिसकेको थियो तर बिचमा अलिक अड भयो गाइस टक्क ठिक छ अब यस्तै होइन अब म धेरै भएको थियो भिडियोहरू पनि अपलोड नगरेको अब चाहिँ भिडियोलाई कन्टिन्यू नै दिन्छु भन्ने मैले पनि सोचिरहेको छु होइन अब अलिक टाइम पनि मिल्दैन नि त अब काम गरेर उ गर्ने मान्छे टक्क टाइम पनि नमिलेर हो मैले भिडियोहरू पनि अपलोड नगरेको अबदेखि चाहिँ सायद रेगुलरै भिडियोहरू अपलोड गर्छु होला भन्ने हो होइन तर अब टाइम हेरेर हुन्छ अब खासै टाइम पनि मिल्दैन अब फ्री टाइम भएको भए त अब त्यस्तै भिडियोहरू अपलोड गर्न त मिल्थ्यो होइन अब नयाँ ठाउँमा जाँदै तपाईँ हजुरहरूलाई भिडियो मार्फत पुरै यस्तो टलफल दिने भनेको अलिक टाइम मिलेको छैन कि त्यही भएर हो र अब हामी रुमतिर लाग्छौँ होइन अब हजुरहरू अब मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने हजुरहरू सब्सक्राइब प्लिज गरिदिनु होला सब्सक्राइब गर्न नभुल्नु होला होइन आएर सपोर्ट गरिदिनु होला यति भन्दै आजलाई बाई बाई है त हस् त गुड नाइट बाई बाई